रौतहटै गएर बस्छु भन्नु भएको छ के छ हजुर तयार हो अब घर जम्मै उता गर्ने बुढाबुढीले हेलो गाइस के छ कमेन्ट्स पर्ने हैन त आज चाहिँ चुनावमा नेताहरू भोट माग्दै गर्दा गरेको फन्नी हरकतहरूको भाइरल भिडियो र तिनैमा आएका स्याभिज एन्ड फन्नी कमेन्ट्स पढ्नेछौँ सो भिडियो चाहिँ पुरा हेरिदिनु होला सबैभन्दा पहिला त ऋषि धमलाको भिडियो हेरौँ त्यसपछि यसको कमेन्ट्स पर्ने है त ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ सुरु गरौँ धमलाको जनताप्रति गजबको हमला सबभन्दा खतरा त धमला रहेछ पक्का जित्छ लु देशले अब चाहिँ पक्कै काजुली फेर्न पाउने भयो चुनाव चिन्ह के रहेछ धमलाजीको काजु कि बदाम गुड क्वेश्चन यू आर अ गुड क्वेश्चन अब की बार काजु सरकार क्या बोले भाई अब क्या बोले भोट माग्न नि अनेक कला जान्नु पर्दो रहेछ बात त सही है प्रचण्डको मयूर दान हेरौँ त्यसपछि यसको कमेन्ट्स पर्ने है त सुरु गरौँ कुर्सीको नसा कस्तो रहेछ छोड्नै नसक्ने अहिले त कुर्सी बोकेरै नाच्नु भएको रहेछ प्रचण्ड सर स्विजरल्यान्डमा आफ्नो कला संस्कृति प्रस्तुत गर्दै हुनुहुन्छ यो छेपारो यता मयूर बनेछ फेरुवाले त्यसै प्रचण्ड चरा हो भनेको होइन रहेछ सेफ ठाउँ खोज्दा खोज्दै रुकुम पुगेछ छेपारो ये बड़ी अच्छी बात कही आप भोट माग्न गएको कि किताब बेच्न गएको पहिला भिडियो हेरौँ त्यसपछि यसको कमेन्ट्स पर्ने है त चुनावमा चाहिँ किताब पनि लिएर आएको छु एक गाडी किताब पनि बेच्ने चुनाव अभियान पनि गर्ने दुईटै काम एकैचोटि सुरु गरौँ बेच किताब बेचेरै चुनाव खर्च निकाला भनेपछि मुख्य उद्देश्य किताब बेच्ने रहेछ बुझियो यो हो नि त राजनीति एउटा तेल दुईटा शिकार चुनाव त बहाना हो किताब बेच्ने चाहना हो जित्यो भने जित्यो जितेन भने किताब त बेचियो नि यिनले जित्यो भने विकास के गर्ने हो आफै गर भन्न बेर लाउँदैनन् खाऊ मा कसम ऋषि धमलाले जनताको मन जित्न गएको कि बुढीको मन जित्न गएको पहिला भिडियो हेरौँ त्यसपछि यसको कमेन्ट्स पर्ने है त रौतहटै गएर बस्छु भन्नु भएको छ के छ हजुर तयार हो अब घर जम्मै उता गर्ने बुढाबुढीले समानुपातिकको पहिलो नम्बरमा तपाईको नाम छ भनेपछि ऋषि धमलाले समानुपातिकमा आफ्नो श्रीमतीलाई जिताउनको लागि थ्रेसहोल्ड कटाउनको लागि रौतहट गयो भन्ने कुरो छ नि पत्रकारिता छाडेर कसैले यस्तो गर्नुहुन्न हैन त्यही भएर एकदमै विश्वास गरेको छु चुनाव जित्नकै लागि गएको हो त ऋषि धमला हजुर चुनाव जित्नकै लागि रौतहट जानु भएको हो त ऋषि धमला मन जित्न जानु भएको क्या ये क्या बक रहे हो मादरचोद जनताको मन जित्नु भयो जस्तो लाग्छ हजुरलाई हिजो अस्ति उखु बोक्नु भयो एकै दिनमा ट्रोल पनि भयो नि त हजुर हैन त्यसलाई ट्रोल भनिदिन त्यसलाई बाया भनिन्छ त्यसलाई तपाईले चाहिँ नकारात्मक रूपमा नहेर्नुस् न सकारात्मक रूपमा हेर्नु सबै कुरा राम्रै देखिन्छ हजुर अब सुरु गरौँ अब बुढी नै दाइने भएपछि कसको के लाग्छ र सही बात जनता हैन स्वास्थ्यको मन जितेछ जोकरले भनेपछि देउवाको बुढाबुढी हटाएर ऋषिको बुढाबुढी संसदमा रमाइलो गर्ने धमलाले हमला गर्छ है यो चुनावमा भोट माग्न चाहिँ हस्पिटल नजानु है बिरामीको अपरेसन गर्न बेर छैन
राति गर्नुपर्ने एक्सर्साइज दिउँसो किन गरेको पहिला भिडियो हेरौँ त्यसपछि यसको कमेन्ट्स पढ्ने है त। हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ, तपाईँलाई हामी देखाउन चाहन्छौँ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। आज तपाईँलाई छौँ, हेर्नुहोस् त्यहाँको अवस्था हामी देखाउन सक्छौँ। हेर्नुहोस् अवस्था, हेर्नुहोस् यहाँको अवस्था, हेर्नुहोस् आदरणीय दर्शक, हामी तपाईँलाई देखाउन चाहन्छौँ। हेर्नुहोस् अवस्था यस्तो छ। आदरणीय दर्शक तपाईँहरू देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ यहाँको अवस्था। हेर्नुहोस्, हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस्, हेर्नुहोस् आदरणीय दर्शक, हेर्नुहोस् त्यहाँ, हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस् यहाँको अवस्था, हेर्नुहोस् है आदरणीय दर्शक, तपाईँलाई देखाइरहेको। सुरु गरौँ। आन्टीले अङ्कलले गर्ने जस्तै जिम गर्नुभयो। 48 वर्ष त पुगेको रहेछ भर्खरै, अनि कहाँ बिर्सिनुहुन्छ त? घरमा गरे जस्तो त मिल्दैन नि आन्टी। 30 वर्षको एक्सपिरियन्स देखाउँदै हुनुहुन्छ। के हो रातिको पुसअप दिउँसो गरेर कसरी छनौट हुन्छन् त? पहिला केपी बाको कुरा सुनौ, त्यसपछि यसको कमेन्ट्स पढ्ने है त। म यताबाट झापा जाँदा मलाई अलिकति राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा। हिजो फर्केर आउँदा किन म सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ, हैरान पारेको छ। भाई कैसी लगी आगे स्वाद? पछम्मै त्यो विदेश जाँदाखेरि कहिले कहिले विदेश जाँदा पनि चिनेका ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन, नचिनेका ठाउँमा पऱ्यो भने देखिन्छ नेपालीहरूलाई हेपेको। हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो। किन यस्तो गरे भन्दा माथिबाट आदेश आएको छ। सुरु गरौँ। बिचरा किन यस्तो गरेको भालाई, कस्तो खुसी लाग्यो मलाई त। यस्तै सुन्न मन थियो, अति खुसी छु म। सुन तस्कर पनि बात भाइ त। फेरि पनि सुनकै हात्ती ल्यायो कि भनेर होला नि त बुढा। नहीं। तपाईँ त कहाँ सुन तस्कर हो त? त्यसकै तस्कर गर्ने मान्छे पो हुनुहुन्छ त। पहिला डुप्लिकेट बालेन्सा हेरौँ, त्यसपछि यसको कमेन्ट्स पढ्ने है त। भनेर चिनिनु भएको डायलग भेटेको छ, भाइरल छ है। सबैले त 16 वर्ष उमेरैमा मै पनि झुल्के। सुरु गरौँ। भन्सार छलेर ल्याएको बालेन। के हो बालेनको बाउ पनि फटा नै थियो कि कसो? ये क्या बक रहे हो मादरचोद? बालेन भनेर गोली ठोक्दैला नेमालेका मान्छेले जोगिनु होला। ये बड़ी अच्छी बात कही आप। उहाँलाई सुरक्षित हुन आग्रह गर्नु पर्यो, बेलुन भनेर फुटाइदेला। प्रधानमन्त्री भएपछि बालेनको साटो उहाँलाई मिटिङ गर्न पठाउनु पर्छ। के बोले भाइ? के बोले? के बोले? ल त गाइस, यति हो आजको भिडियो। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।